जिल्ला प्रशासन कार्यालय बाहिर जगदीश खरेल संचार मन्त्रीको आगमन भएको छ। यो दृश्यमा हामी देख्न सक्छौँ संचार मन्त्री जगदीश खरेलज्यू जिल्ला प्रशासन कार्यालय। त्यस्तो अप्ठ्यारो त भएन एकदम छ। त्यो भित्र त फर्म भर्न पाउनु पर्ने हो नि। तपाईँ नयाँ बिल्डिङमा जुन त्यही कम्पाउन्डभित्र 100 रुपियाँको फर्म भरिरहनु भएको छ। अनि तपाईँले फर्म भर्नुहोस् तर पिएफ पोस्ट गर्नु पर्यो क्या। हामीले लिएको पैसा होइन त्यो। त्यसमा त तपाईँहरूले हामीले 100 रुपियाँ पाइन्छ। अब यस्तो भयो यहाँलाई यस्तो सुन्नु न भित्र यो हाम्रो सरकारी बाहिर गएर पासपोर्ट लिने ठाउँ चाहिँ कहाँ हो? यो वितरण चाहिँ उता भित्र भइरहेको छ, म देखाउँछु। गाह्रो भयो कि भन पासपोर्ट लिन? छैन गाह्रो छैन। एकछिन लाइन त बस्नु। लाइन त बस्नु परेको तर जुन लामो लाग्ने त्यस्तो छैन। ए छैन कति उहाँहरूप्रति समर्पित भन्दै गर्दा उहाँहरूले खोजेको सुशासन यो हुन सक्छ कि भन्ने एउटा मोडेल चाहिँ हामीले पस्कने प्रयास गरेका छौँ। पहिलो कुरा त हाम्रा सेवाहरू सबै प्रकारका सेवाहरू एक दिनमा झन्डै 1000 जनालाई सेवा दिनुपर्ने अवस्थाबाट यो कार्यालय अगाडि गुज्रेको देखिन्छ। मेरो आफ्नै बच्चाको नागरिकता लिँदाखेरि मैले त्यो अवस्थाबाट हेर्दै गर्दा सेवाग्राहीहरूलाई हामी कसरी सबभन्दा राम्रो सेवा दिन सक्छौँ भन्ने खोजी गर्दै जाँदा यो मोडेल हाम्रो जन्मेको हो। संस्था व्यक्तिले बाहिर गर्दाखेरि अब त्यहाँ कम्प्युटर इन्जिनियर जस्तो मैले पनि बाहिर गएर भरेर आएँ। अनि मलाई पासपोर्ट लिन आएको अप्लाई गरेको कति समयभित्र पाइन्छ? अहिले यति बेला चाहिँ पहिला अलि यो चाहिँ समय वेटिङ गरेर भित्र इन्डोरबाट सेवा लिन सक्नुहुन्छ भनेर यो कन्सेप्टमा ल्याएको हो। हजुर टोकन नम्बर 37 कसको हो त? अब कि गइसक्नु भयो टोकन नम्बर? के छ समस्या केही छ? मन्त्रीज्यू हुनुहुन्छ अहिले राख्नुहोस् गुनासो। केही अप्ठ्यारो छ भाइ अहिले? 80 जति पहिलाको तुलनामा अलिक सजिलो भएको जस्तो लाग्यो कि लागेन? सरकारी काम कारबाही कि अलिक दुःखै दिइराख्नु भएको छ कि के छ? यहाँको यो सेवा प्रवाह कस्तो भइरहेको छ विषयमा उहाँ आफै फिल्डमा आउनु भएको छ। मुख्य कुरा के हो भने हामीले सेवा प्रवाह छिटोभन्दा छिटो गऱ्यौँ भने चाहिँ अहिले एउटा मान्छेले पासपोर्टमा अप्लाई गरेर पासपोर्ट लिनको लागि सामान्यतया कति समय लाग्छ? यो आउनलाई बनेर होइन, जस्तो मैले निवेदन दिएँ मलाई पासपोर्ट चाहियो नि त, फर्म भरेँ भनौँ न, त्यो दिएर मैले पासपोर्ट पाउनको लागि अहिले अनुमानित कति टाइम लाग्छ? आन्दोलनको मूल एजेन्डालाई पक्डिने गरी यो अफिसले नै सबभन्दा बढी त्यसलाई एड्रेस गर्नुपर्छ भन्ने फिलिङ चाहिँ लिएर हामीले यो अफिसलाई सुधार गर्ने प्रयास सुरु गऱ्यौँ र त्यसैको सिलसिलामा यो पहिलो कुरा त हाम्रा सेवाहरू सबै प्रकारका सेवाहरू एक दिनमा झन्डै 1000 जनालाई सेवा दिनुपर्ने अवस्थाबाट यो कार्यालय अगाडि गुज्रेको देखिन्छ। अनि गत विगतमा म पनि 10-15 पटक जति विभिन्न क्षणमा यो अफिसमा पहिला साबीको जुन जलेको भवन छ त्यो भवनमा जिल्ला प्रशासन कार्यालय रहँदाखेरि म पनि आउने गरेको थिएँ। कतिपय मेरो सहकर्मी साथीहरू हुनुहुन्थ्यो प्रमुख जिल्ला अधिकारीको रूपमा, उहाँहरूसँग भेटघाट गर्ने हिसाबले आएँ होला, कहिले म आफै पनि मेरो बच्चाहरूको नागरिकता बनाउन आएँ होला। त्यतिखेरको दृश्यहरू मैले देखेको दृश्यहरू चाहिँ असाध्यै पृथक थिए। बाहिर सेवाग्राहीहरू सबै 1000 को सङ्ख्याको सेवाग्राहीहरू तपाईँहरू कल्पना गर्नुहोस् बाहिर र हामी कर्मचारीहरू भित्र हुँदाखेरिको अवस्था थियो त्यो। त्यसमा लामो लाइनहरू, त्यसपछि गएर झ्यालबाट उफ्रिएर अनि झ्यालमा झुन्डिएर सेवा लिनुपर्ने बाध्यात्मक अवस्था मैले आफैले पनि देखेको हो र मैले मेरो बच्चाको नागरिकता लिँदा 1.5 वर्ष अगाडि मलाई नै 2 दिन लागेको। मेरो आफ्नै बच्चाको नागरिकता लिँदाखेरि मैले त्यो अवस्थाबाट हेर्दै गर्दा सेवाग्राहीहरूलाई हामी कसरी सबभन्दा राम्रो सेवा दिन सक्छौँ भन्ने खोजी गर्दै जाँदा यो मोडेल हाम्रो जन्मेको हो। यो मोडेललाई हामीले के भन्यौँ भने पब्लिक अनाउन्समेन्ट सिस्टम, छोटकरीमा PAS पास भनेको अब क्यु अथवा टोकन सिस्टममा हरेकलाई पास गर्दै हाम्रो जिम्मेवारी पनि हामी पास हुनु पर्यो एकातिर। अर्कोतिर पब्लिक अनाउन्समेन्ट सिस्टम भनेको नागरिकलाई सम्बोधन गर्ने प्रणाली, हाम्रो सेवाग्राही भनेको नागरिक। अनि अर्को कुरा अहिलेको सरकारको यो नागरिक सरकारको सबभन्दा ठुलो प्राथमिकता पनि सुशासन छ र सुशासन भन्ने बित्तिकै यो भित्र पारदर्शिता, भ्रष्टाचारको अन्त लगायतका विषयहरू स्वतः जोडिएर आउने विषयहरू भए र यी सबै विषयहरूलाई हामीले एकदम माइक्रो लेभलबाट सम्बोधन गर्ने प्रयास गरेका छौँ। अझै पनि हामीलाई यो भवन अपर्याप्त छ, त्यसले गर्दाखेरि त्यो सेवाग्राहीको अलिकति चापलाई अझै व्यवस्थापन गर्नलाई अझै धेरै मेहनत गर्न बाँकी छ। हुँदाहुँदै पनि यो क्राइसिसको समयमा
हामीले झन्डै 70 देखि 80 दिनमा यसका सफ्टवेयरहरू, यसका सिस्टमहरू, यसको हार्डवेयरहरू अनि कम्प्युटरहरू अहिले हजुरले हेर्नुभयो भने मेरो अफिसरहरूदेखि लिएर हरेक डेस्कमा सबैले टच स्क्रिन कम्प्युटर प्रयोग गर्नुहुन्छ। यी सबै कुराहरू हामीले सहयोगी विभिन्न खालका संस्थाहरू, विभिन्न प्रतिष्ठानहरू, विभिन्न व्यक्तिहरू जसले जे सहयोग गर्न सक्नुहुन्छ दिनुस् भन्यौँ, तर हाम्रो निड अनुसार माग्यौँ। उहाँले दिएको चिज लिएनौँ। हामीलाई नमिल्ने चिज भयो भने हामीलाई वेटिङ लाउन्जमा दिने कुर्सीहरू दिँदाखेरि पनि हामीलाई यो क्वालिटीको, यो स्ट्यान्डर्डको दिनुस्, तपाईँले अन्यत्र दिए जस्तोले हामी लिँदैनौँ भनेर उहाँहरूलाई फर्काएका पनि छौँ। त्यो गर्दै 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 लगेर अघि मैले भने यो नागरिक सम्बोधन प्रणाली, नागरिकलाई के भनेर सम्बोधन भन्दा सुशासन सुरु भयो है भन्ने सम्बोधन, अनि त्यसपछि गएर जवाफदेहिताको घोषणा पनि हो यो सँगसँगै, अनि सँगसँगै पारदर्शिता, अनि त्यसपछि सेवा प्राप्त गर्नका लागि लाग्ने झन्झटहरूदेखि लिएर सबै कुराहरू समाधान सम्भव छ है भन्ने एउटा मोडेलको घोषणा पनि हो यो। यसो भन्दै गर्दा पब्लिक अनाउन्समेन्ट सिस्टम भन्दाखेरि यसको ठुलो बृहत्तर महत्त्व चाहिँ पब्लिकलाई सम्बोधन गर्न राज्यका सरकारका निकायहरू, निजामती प्रशासन सक्षम छ, गर्न सक्यो, गर्यो भनेदेखि अवश्य पनि सम्भव छ भन्ने घोषणा पनि सँगै यसले समेटेको छ। माननीय मन्त्रीज्यू, हामीलाई आज एकदम खुसी लागेको छ। माननीय मन्त्रीज्यूले सुरुदेखि एकदमै चासो राख्नु पनि भएको थियो। त्यसै गरी अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले, त्यसपछि माननीय गृहमन्त्रीज्यूले उहाँले आफैले उद्घाटन गर्नुभयो। अहिले बाहिरपट्टि हामीले यसलाई के भनेका छौँ भने यो मोडेल हामीले जेनजी सुशासन योद्धा, नेपाल सरकारले घोषणा गरेका 46 जना जो जेनजी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरू हुनुहुन्छ, उहाँको शिला अनावरण गर्नुभएको छ माननीय गृहमन्त्रीज्यूले। त्यसमा हामीले यही म्यासेज राखेका छौँ। उहाँहरूप्रति समर्पित भन्दै गर्दा उहाँहरूले खोजेको सुशासन यो हुनसक्छ कि भन्ने एउटा मोडेल चाहिँ हामीले पस्कने प्रयास गरेका छौँ। यसलाई फेरि पनि यसमा पनि रिफाइन गर्दै, यसलाई रिडिजाइन गर्दै, डेभलप गर्दै लिएर जानुपर्नेछ। यसमा 4-5 जना यो आइटीको, त्यसपछि गएर अन्य प्रकारका कन्सल्ट्यान्ट साथीहरूलाई पनि हामीले लिएका छौँ। यसमा एकजना इन्जिनियरले असाध्यै अहोरात्र मेहनत गर्नुभएको छ यो टोकन प्रणालीदेखि लिएर सबै, अनि हरेक इन्स्ट्रुमेन्टहरू असाध्यै हाई क्वालिटीको हामीले लिएका छौँ। मैले अहिले निवेदन गरेँ, यहीँ हामी हेऱ्यौँ भने यो स्मार्ट बोर्ड छ अगाडि, यो काठमाडौँ महानगरपालिकाबाट सहायता स्वरूप प्राप्त भएको हामीलाई उहाँले दिनुभएको छ। यी बस्दै गरेका कुर्सीहरू पनि कोही कसैले यस्तै गरी दाताहरूले सहयोग गरेर हामी यसमा बसिरहेका छौँ। यसरी क्रमशः अघि बढाएका छौँ र यो सबै गर्दा झन्डै यो सिस्टम र सफ्टवेयरपट्टिको भाग चाहिँ हामीले जुन देख्यौँ आज, टेलिभिजन स्क्रिनहरू, यसका सफ्टवेयर अनि विभिन्न प्याकेजका कामहरू भएका छन्। यो चाहिँ हामी स्थानीय तहहरू, काठमाडौँका विभिन्न स्थानीय तहहरूबाट सहयोग लिने गरी जम्मा जम्मी यो यतापट्टिको सर्भिस डेलिभरीको मोडेलको चाहिँ 50 देखि 60 लाखको हाराहारीको मात्र खर्च छ। यो अफिसको समग्र सेटअप बाहेकको त्यो मैले सर्भिस डेलिभरीको मोडेलतर्फ जोड्न चाहेँ हजुर। माननीय मन्त्रीज्यूलाई मैले यति कुराहरू राखेँ। सायद सञ्चारकर्मी साथीहरू, अघि पत्रकार साथीहरूले पनि जिज्ञासा केही राख्न खोज्दै हुनुहुन्थ्यो। यसले मलाई लाग्छ तपाईँहरूको जिज्ञासाहरूलाई पनि सम्बोधन गर्यो भन्ने मेरो अनुभूति छ र अनुरोध पनि छ। धन्यवाद। अनि अब पुरा नेपाली नागरिक भयो भनेपछि त अब जिम्मेवार हुनुपर्छ, अझ बढी उत्तरदायी, अकाउन्टेबल, रेस्पोन्सिबल अझ बढी हुनु पऱ्यो होइन। अब त गलत गऱ्यो भने पनि अब भोटर लिस्ट छ कि छैन अर्कोचोटि अब है। ल, अल द बेस्ट, कङ्ग्रेचुलेसन बोथ अफ यु। त्यस्तो अप्ठ्यारो त भएन, एकदम सजिलो, एकदम सजिलो छ, अहिले गाह्रो छैन। र अब यो यस्तो हुन्छ क्या, सुशासनको अनुभूतिको लागि चाहिँ धेरै पैसा खर्च गरिराख्नु पनि पर्दैन। यो सरकारी सेवा प्रवाह छिटो छरितो भइहाल्यो भने नागरिकता पाउने, लाइसेन्स पाउने, पासपोर्ट पाउने होइन, लाल पूर्जा पाउने, धारा, पानी, बिजुलीका बिल सजिलो तिर्ने, यस्तो कुरा पनि छिटो छिटो भइदियो भने त्यसको लागि ठुलो पैसा खर्च गर्नु पर्दैन। अलिकति चाहिँ सरकार सतर्कता हुँदियो भनेदेखि सबै कुरा चाहिँ सहज हुन्छ। बाहिर गर्दाखेरि अब त्यहाँ म कम्प्युटर इन्जिनियर जस्तो मैले पनि बाहिर गएर भरेर आएँ। अनि मलाई पनि कसैले भित्र फर्म भर्न पाइन्छ भन्नुभयो, तर म भित्र गएँ। तर उहाँले एकजना मात्रै हुनुहुन्थ्यो, आज हामी भ्याउँदैनौँ भन्नुभयो। अनि हामीले छिर्ने बित्तिकै तपाईँहरूले भित्र फर्म भर्न पाउनुहुन्छ नि, हामीले आफ्नै माइन्डले सोध्दै उहाँएर मैले सोध्दै गएको। त्यो भित्र त फर्म भर्न नपाउनु पर्ने हो नि। पोस्ट गर्नु पर्यो, तपाईँले फर्म भर्नुहोस् तर पिएफ पोस्ट गर्नु पर्यो क्या। त्यहाँ बकाइदा 100 रुपियाँमा फर्म भरिन्छ भनेर लेख्नु भएको छ।
त्यो हामीले लिएको पैसा होइन त्यो बाल बच्चा-बच्चीको लागि उसले लिएको। हामीले त्यसमा त तपाईँहरूले हामीले 100 रुपियाँ लिए पाइन्छ। अब यस्तो भयो यहाँलाई सुन्नु न यस्तो भयो यसलाई मैले पनि तपाईँले भने चाहिँ अहिले बुझाउँला म तपाईँ आफैले भर्न नि सक्नुहुने भयो होइन आफैले भर्न सुन्नु न सबभन्दा पहिला हामीले आफूले भर्न राम्रो अब त्यो बाल सङ्गठनको लागि भनेको चाहिँ बालबालिकाहरूको लागि एउटा संस्थाले संस्थागत रूपमै देखाएरै केही गरिरहेछ भने धेरै वर्षदेखि गरिरहेछ हामीलाई नो रिसिप्सन के छ बाल सङ्गठनहरु लेखेकै छ जिल्ला अदालतको परिसर भनेर भरेको नि ट्याक्क एउटा काउन्टर जस्तो बनाएर लेख्नु तपाईँले उठाएको चिन्ता एउटा केस जायज छ भने गलत मान्छेले चाहिँ पैसा नलियोस् भन्ने चिन्ता न हो तपाईँको त्यो आफूले 100 रुपियाँ दिएको चिन्ता चाहिँ कलिला बालबालिकालाई संस्थागत रूपमा देखाएरै जान्छ सबै कुरा जान्छ इथिकलै छ भन्ने त समस्या भएन गलत रूपमा नजाओस् भन्ने त हो नि बढी नयाँ बिल्डिङमा जुन त्यही कम्पाउन्डभित्र 100 रुपियाँको फर्म भरिरहनु भएको छ त्यो तपाईँहरूले 100 रुपियाँको फर्म भरेर पाउनुहुन्छ त्यो के अरे उसले बाल कल्याण बाल सङ्गठनले त्यहाँभित्र त्यो यो हाम्रो सरकारी सरी त्यो यस्तो छ त्यो बाल सङ्गठन छ नि त्यसले चाहिँ पहिलेदेखि नै यो एसोसिएटेड टाइपको त्यसले चाहिँ यसलाई यो चाहिँ सबै वेटिङ गरेर भित्र इन्डोरबाट सेवा लिन सक्नुहुन्छ भनेर यो कन्सेप्टमा ल्याएको हजुर यो वेटिङ लाउन्ज यहाँ बस्यो अनि रुजु भएर आइसकेपछि त्यहाँबाट टोकन जारी गर्नुहुन्छ उहाँले टोकन नम्बर अहिले 37 हजुर टोकन नम्बर 37 कसको हो त अब कि गइसक्नु भयो टोकन नम्बर अब 38 कसको छ त टोकन 38 कोही हुनुहुन्छ एक छ तपाईँको कति हो 41 भनेपछि यो ब्याङ्कको जस्तै सिस्टम छ हजुर यो भएर अलिक सजिलो भयो हजुरलाई लाइन बस्नु परेन कुर्सीमा बस्यो मजाले अनि टोकन नम्बर यति भनेपछि गयो होइन अलिक सजिलो हो कि पहिलाको तुलनामा अहिले सजिलो हो कि सजिलै भयो है के छ समस्या केही छ मन्त्रीज्यू हुनुहुन्छ अहिले राख्नुहोस् गुनासो समस्या त भइहाल्नु छैन नि अहिले चाहिँ आनन्द बस्न पाउनु भएको छ पुरो लाइन पुरै बस्नु भएको छ त्यो हजुरले टोकन लिनुभएको छ यतापट्टि हजुर अब यतापट्टि यो चाहिँ हजुरको यो बायोमेट्रिक्सहरू लिने स्टेसन हजुर तपाईँको कति टोकन नम्बर कति थियो 39 भइसक्यो 39 गोइङ अन आज कतिवटा गयो अहिलेसम्म केही अप्ठ्यारो छ भाइ अहिले 80 जति पहिलाको तुलनामा अलिक सजिलो भएको जस्तो लाग्यो कि लागेन सरकारी काम कारबाही कि अलिक दुःखै दिइराख्नु भएको छ कि के छ फर्स्टचोटि आएको हो कस्तो लाग्यो फर्स्टचोटि आउँदा ठिकै छ अब म आएँ आउँदाखेरि चाहिँ अब सरसर मेरो काम चाहिँ भयो तपाईँको काम भएपछि त सकिहाल्यो नि नागरिकको काम हुनु पर्यो होइन ल मुख्य कुरा के हो भने हामीले सेवा प्रवाह छिटोभन्दा छिटो गऱ्यौँ भने चाहिँ हजुर पुस 15 मा अहिले एउटा मान्छेले पासपोर्टमा अप्लाई गरेर पासपोर्ट लिनको लागि सामान्यतया कति समय लाग्छ यो आउनलाई बनेर होइन जस्तो मैले निवेदन दिएँ मलाई पासपोर्ट चाहियो नि त फर्म भरेँ भनौँ न त्यो दिएर मैले पासपोर्ट पाउनको लागि अहिले अनुमानित कति टाइम लाग्छ अब आज फर्म भरेर तपाईँले फोटोसोटो खिच्ने हो भने चाहिँ तपाईँको म्याक्सिमम् 30 मिनटको टाइम के अरे उयो हो होइन टाइम हो अरू यो आउने चाहिँ अब विभागको हातमा हुन्छ सर अब अस्ति नर्मली कतिमा आइरहेछ अहिले चाहिँ 1.5 महिनामा हो सर 1.5 महिना लाग्छ 1.5 महिना हो तर अहिले चाहिँ विभागले सूचना निकालेको छ अब चाहिँ हप्तामै छिटै आउँछ भने एक हप्ता किन पासपोर्टको पहिला अभाव थियो त्यो अभाव अहिले चाहिँ होइन त्यो अभाव अहिले अन्त्य भइसकेको छ अहिले आइहाल्यो भनेपछि त 10-12 दिनमा आइसक्यो होइन पहिला चाहिँ पासपोर्टको अलिकति समस्या नै थियो सर्टेज त्यो सर्टेज चाहिँ नि अहिले समाधान उन्मुख अगाडि बढेको कारणले अब पासपोर्टको समस्या हुँदैन अब हुँदैन त्यो बायोमेट्रिक्सहरू पनि यहीँबाट लिन्छौँ पासपोर्ट लिन आएको अप्लाई गरेको कति समयभित्र पाइन्छ अहिले यति बेला चाहिँ पहिला अलि लामो अवधि लिने गरेको थियो अहिले छिटो आइरहेको छ झन्डै 1 हप्ता 10 दिनमा आइराखेको छ जस्तो पासपोर्ट अहिले वितरण भइरहेको छ यतापट्टि हजुर तपाईँहरूलाई पासपोर्ट लिन समस्या कति केही छ कि छैन यति बेला नागरिकको समस्या बुझ्न तपाईँ पासपोर्ट लिन आउनु भएको बनाउन हजुर कति समयभित्र सकिने रहेछ केही भनेको छ कि छैन अब भर्खरै आयो एउटा सिएमएस हिजो एउटा बनायो आज एउटा बनायो हो भनेको कति स्टुडियो साहब हजुर कति भेरी कम्फर्ट टोकन लिनुभयो फिल भेरी कम्फर्ट छ नि है एकदम टोकन लिनुभयो टोकन लिएर म यहाँ सिएमएस
प्रुफ गरेर आउने भनेर भन्नुभयो अनि त्यहाँ गएँ। भनेको पहिलाको तुलनामा अहिले सजिलो छ सजिलो एकदमै है ल पासपोर्ट लिने ठाउँ चाहिँ कहाँ हो यो वितरण चाहिँ उता भित्र आज म देखाउँछु ल देखाउनु आइसकेको पासपोर्टहरू कसले लिनुभयो पासपोर्ट अप्ठ्यारो छ भने भनिहाल्नुहोस् है अहिले मन्त्रीज्यूलाई गुनासो राखिहाल्नुहोस् है मन्त्रीलाई होइन प्रवक्ता अहिले खुसीले छ नभन्नुहोस् फेरि गाह्रो होला। एकदम खुसी छौँ हामी हो हस् होइन हो हस् 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 हो नि गुनासो राख्नुपर्छ यो बेला कति दिन लाग्यो बुम 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 2-3 दिनमा पाइयो त्यस्तो समस्या धेरै छैन के छ होइन 2 दिनमा पनि पाउने रहेछ अहिले हजुरले पासपोर्ट लिनुभयो यो दुईजनाको गाह्रो भयो कि भन पासपोर्ट लिन छैन गाह्रो छैन एकछिन लाइन त बस्नु होइन लाइन त बस्नु परेको तर जुन लामो लाग्ने त्यस्तो छैन ए छैन कति भरेको छ हजुरलाई त थाहा होइन नि केही छैन सजिलै छ सजिलो छ हस् ल